आज हामी नेपालको सबैभन्दा ठूलो चाड दशैंको बारेमा कुरा गर्दैछौं। यसलाई विजया दशमी पनि भनिन्छ र यो केवल एउटा चाड मात्र होइन, यो त विजयको, परिवारको र एकदमै गहिरो सांस्कृतिक परम्पराको कथा हो। आउनुहोस् यो महान पर्वभित्र डुबुल्की मारौं। एकछिन सोच्नुस् त, हरेक वर्ष करिब 35 लाख नेपालीहरू यो एउटा चाड मनाउन मात्रै आफ्नो घर फर्किन्छन्। यो केवल एउटा तथ्याङ्क होइन, यसले दशैं मानिसहरूको मनसँग, परिवारसँग कति गहिरोसँग जोडिएको छ भन्ने देखाउँछ। अब यति ठूलो संख्यामा मानिसहरू किन घर फर्कन्छन् त? किनभने दशैं नेपालको सबैभन्दा लामो बिदा र सबैभन्दा ठूलो उत्सव हो। पुरै 15 दिनसम्म चल्ने। यो बेला अफिस, स्कुल सबै बन्द हुन्छन् र पुरै देश नै एउटा उत्सवको माहौलमा डुबेको हुन्छ। तर दशैं भनेको बिदा र रमाइलो जमघट मात्रै पनि होइन। यसको एकदमै केन्द्रमा एउटा शक्तिशाली सन्देश लुकेको छ। त्यो हो असत्यमाथि सत्यको विजय र अन्धकारमाथि प्रकाशको विजयको उत्सव। नेपालमा त जहाँ 80% भन्दा बढी जनसङ्ख्या हिन्दू छन्, यो सबैभन्दा ठूलो चाड भइहाल्यो। तर यसको रौनक सिमाना पारी पनि उस्तै छ। भारत, भुटान, म्यानमार जस्ता देशहरूमा पनि यही भावनालाई नवरात्रि वा दशहरा जस्ता नामले मनाइन्छ। उत्साह पनि उस्तै हुन्छ। त्यसो भए यो विजयको उत्सव पछाडिको खास कथा के हो त? यसको जवाफका लागि हामीले निकै पुरानो पौराणिक कथाहरूमा हेर्नुपर्छ। यिनै कथाहरूले नै दशैंको हरेक चलनलाई, हरेक परम्परालाई अर्थ दिएका छन्। दशैंको जरा खास गरी हिन्दू धर्मका दुई महान कथाहरूमा भेटिन्छ, एउटा पुराणमा र अर्को रामायणमा। र सबैभन्दा रोचक कुरा के छ भने दुवै कथाको सार एउटै छ, खराबमाथि असलको जित। पहिलो कथा महिषासुर भन्ने एउटा शक्तिशाली राक्षसको हो। उसले यस्तो वरदान पाएको थियो कि उसलाई कुनै पनि पुरुष वा देवताले मार्न सक्दैनथे। जब उसको आतंकले सीमा नाग्यो, सबै देवताहरूले आफ्नो शक्ति एक ठाउँमा ल्याएर देवी दुर्गालाई जन्माए। त्यसपछि 9 दिनसम्म भयंकर लडाईँ चल्यो र 10औं दिनमा देवी दुर्गाले उसको वध गरिन्। र यहाँ एउटा एकदमै अचम्म लाग्दो कुरा छ। मार्कण्डेय पुराणमा के भनिएको छ भने यो कथा पहिलो पटक लगभग 1.3 अर्ब वर्ष पहिले सुनाइएको थियो। सोच्नुस् त, यो पर्वको जरो कति पुरानो र गहिरो रहेछ। खैर, यति पुरानो, अर्बौं वर्ष पुरानो कथा आजको दिनमा कसरी जीवित छ त? यसको जवाफ हो 15 दिनसम्म चल्ने दशैंको विशेष विधि र परम्पराहरूमा। यिनै परम्पराले ती पुराना कथाहरूलाई हरेक वर्ष सम्मान गर्छन्। दशैंको उत्सव आफैमा एउटा यात्रा जस्तै हो। पहिलो दिन घटस्थापनामा जमरा राखेर यसको सुरुवात हुन्छ। त्यसपछि 7औं दिनमा फूलपाती भित्राइन्छ। 10औं दिनमा सबैभन्दा ठूलो दिन विजया दशमी मनाइन्छ र अन्त्यमा 15औं दिन कोजाग्रत पूर्णिमामा यो पर्व सकिन्छ। अब विजया दशमीको दिन दुईवटा कुरा सबैभन्दा महत्त्वपूर्ण हुन्छन्, टीका र जमरा। निधारमा लगाइने रातो टीका आशीर्वादको प्रतीक हो भने शिरमा लगाइने पहेँलो जमरालाई चाहिँ समृद्धिको, र यी दुवै ठूला बडाको हातबाट लिइन्छ। विजया दशमीको सबैभन्दा सुन्दर दृश्य नै यही हो। घरका साना सदस्यहरू ठूला बडाको अगाडि झुकेर निधारमा टीका थाप्छन्, कान वा कपालमा जमरा सिउरिन्छन् र मनभरिको आशीर्वाद पाउँछन्। अनि मायाको चिन्ह भनेर दक्षिणा अर्थात् केही पैसा पनि दिने चलन छ। दशैंमा धार्मिक विधिहरू त छँदैछन्, तर यसको अर्को सुन्दर पक्ष भनेको यसको वातावरण हो। त्यो बेलाको माहौल कस्तो हुन्छ, कस्ता आवाजहरू सुनिन्छन्, कस्ता दृश्यहरू देखिन्छन्, किनभने दशैं एउटा सामाजिक उत्सव पनि हो। जब हावामा त्यो विशेष मालसेरी धुन बज्न ताल्छ नि, हो त्यही बेला दशैं आयो जस्तो लाग्छ। आकाश हेर्यो भने रङ्गी बिरङ्गी चङ्गाहरू उडिरहेका हुन्छन्। गाउँ सहरमा बाँसले बनेका ठूला लिङ्गे पिङहरू देखिन्छन्। अनि घर घरमा मिठा मिठा परिकार पाक्छन्। सबैजना नयाँ लुगामा सजिएका हुन्छन्। यो भनाइले दशैं आउनु अघिको त्यो माहौललाई कति राम्रोसँग वर्णन गर्छ। मनसुन सकिएपछिको त्यो सफा आकाश, त्यो ताजा हावा, यस्तो लाग्छ मानव प्रकृति आफैले यो ठूलो उत्सवको लागि सरसफाई गरिरहेको छ। ल, हामीले दशैंको कथा, परम्परा र यसको वातावरणबारे कुरा गर्यौं। अब अन्त्यमा यी सबै कुरालाई एक ठाउँमा जोडेर हेरौं कसरी ती पुराना कथाहरू आजको उत्सवमा जीवित छन् त। यसले एउटा निकै महत्त्वपूर्ण प्रश्न खडा गर्छ। आखिर अर्बौं वर्ष पुरानो एउटा कथा आजको दिनमा पनि कसरी त्यत्तिकै महत्त्वपूर्ण र शक्तिशाली भएर रहन सक्छ? जवाब सायद हामीले सोचे भन्दा धेरै सरल छ।
किनभने दशैं एउटा जीवित कथा हो। हरेक वर्ष असत्यमाथि सत्यको विजयको यो कथा कुनै किताबमा होइन, तर हरेकको घरमा, परिवारको हाँसोमा र समुदायको उत्सवमा फेरि फेरि भनिन्छ, र यही कुराले यसलाई सधैँ जीवित राख्छ।